पिरो त छैन त्यति हजुरलाई ला भएको छैन छैन हो एक्टिङ गर्नु भएको होइन हैन आफ्टर टेस्ट चाहिँ पिरो हो पिरो we'll give you like 30 seconds अब राम्रो अलिकति It's okay. It's okay? Oh my god. मलाई कसम डर लागिरहेछ क्या अस्तिबाट तर यस्तै झुकाउँदै रहेछ क्या खाँदा पिरो भएन क्या त्यसपछि के भयो के कुछ हलचल हुआ कसरी बोल्दै हुनुहुन्छ पिरो भएर Hello and namaste guys, welcome to Spice It Up, brought to you by KFC. In this show, we ask some spicy questions with even hotter wings. A trendsetter individual who wears multiple hats with ease. An IMBA graduate, thriving entrepreneur, model, and an actress. With an impressive portfolio over 1,500 music videos, versatile, talented, and undoubtedly a beautiful person, but I would personally say beauty with brains. And also the most humble person I've ever met. Today we have Alisha Rai with us. Thank you. Welcome to the show. Thank you so much. What a beautiful intro. Thank you. Alright, हाम्रो show हेर्नु भएको छ तपाईले? हेर्नु हजुर. Background research गर्नुभयो? Yes, of course. So, पिरो कतिको खानुहुन्छ? म धेरै खान्छु. जस्तै लेभल हाम्रो लेभलहरु टन्नै छ नि त. हजुर. दुई तीनटा डल्ले खोर्सानी त म यतिकै खाइदिन्छु. खाना खाँदाखेरि? यस्तो त. वेल हाम्रो शोमा आउनु भएको गेस्टहरुले चाहिँ फर्स्टमा त्यस्तै कुराहरु गर्नु भएको छ तर लेभल बढ्दै जाँदाखेरि आँसु निकालेर जानु भएको छ. आई होप त्यस्तो गाह्रो त नहोस् तर तपाईको कन्फिडेन्स हेरेर चाहिँ हामीलाई नि डर लागिरहेछ. हो र? यस. ल टु बिगिन विथ कतिको केएफसी खानुहुन्छ? खान्छु कहिलेकाहीँ. रेगुलर त खानुहुन्छ? रेगुलर त खादिन. यो मोर लाइक अ खाना पर्सन राइट? दाल भात. होमली फुड. तर हामी तपाईलाई चाहिँ अब स्टार्ट गर्नलाई चाहिँ वी गिभ यु द क्लासिक हट विङ्स अफ केएफसी. यसमा चाहिँ के पनि ससहरु टप छैन. 11 टा विङ छ. यु स्टार्ट फ्रम द राइट. ओके. So how's life? के हुँदैछ नयाँ नौलो? Life is really nice. राम्रै छ हजुर. हजुरको कस्तो छ? के हुँदैछ? Right now it's going very good. Piro level wild बढिरहेछ जिन्दगीमा. You don't go to धेरै interviews, podcasts and every invitationहरुमा. मेरो invitation specially स्वीकार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद. गर्नु परिहाल्यो नि हजुरको न्यू बिगिनिङ अनि मलाई साथीहरुको नयाँ बिगिनिङ्सहरुमा सामेल हुन खुसी लाग्छ. Thank you so much for the support. Let's start with the हाम्रो एकदमै गेस्टको फेभरेट अहिलेसम्मको सस which is चिली चिपोटले. How's the taste? मिठो. मिठो छ. Barbecue, मजा flavor. It's not that spicy. तर मजाको छ. Combination is very good. Yeah. मलाई एक्सप्लेन गर्न आउँदैन ल? No worries. Enjoy गर्नुस् food. With that, I'll shoot you a first question, है त? Okay. धेरै मान्छेलाई थाहा छैन that you have started your journey way before the mainstream spotlight, which is Route 2. Yeah. Yeah. Let's go to one back. Your Style TV with Amit Dungara. Too many music videos with Paul Shah as well. Short films like Wrong Number and Date in UN Park. Right? Which brings back a lot of Purana memories. Yeah. So, you were already a digital darling in that YouTube early era Nepalko Bonum. Is that true? We have seen it all. हो नै. So we want you to share some memorable moments. त्यो जब चाहिँ Your Style TV को जर्नी थियो त्यति बेलाको. त्यो त त्यति कति वर्ष हुनुहुन्थ्यो त्यति बेला? त्यति बेला त म भर्खर +2 सकेको थियो. 17 18 नै थियो होला म त्यति बेला. +2 त्यति बेलै गरेको थिएँ मैले. त्यति बेलाको एकदम मेमोरेबल मोमेन्ट. धेरै डिफरेन्ट थियो नि त. तर आई रिमेम्बर वी वर भेरी इन्थुजियास्टिक. अनि हामी टिममा एकदमै कोअपरेट गरेर काम गर्थ्यौँ. त्यस्तो हामीले त्यो स्क्रिप्टहरु लेख्दाखेरि पनि एकदम सोचेर लेख्ने गरिदिनु थियो के त यतिकै आएर ल यस्तो गरौँ न यस्तो गरेर प्रम्प्ट पनि कति हुन्थ्यो स्पोन्टेनियस पनि हुन्थ्यो कति कुराहरु बट म चाहिँ हेर्न सक्दिनँ त्यो भिडियोहरु मलाई चाहिँ क्रिन्ज हुन्छ. आई डोन्ट युजली वाच माई भिडियोजहरु त्यहीमाथि पुरानो भिडियोजहरु हेर्दा मलाई अलि अक्वर्ड लाग्छ. नट बिकज त्यो डिसरेस्पेक्टले हैन. आई एम भेरी ग्रेटफुल फर अल द वर्क्स आई हेभ डन. तर आफूले म हेर्न सक्दिनँ. On that note, we move to the second wing. अब चाहिँ हाम्रो नेपाली ससको एरामा छिर्छौँ हामी which is called Malta.
नाम सुन्नु भएको थियो मल्टाको दिस इज अ भेरी न्यू ब्रान्ड एकदमै यङ इन्थुजियास्टिक मान्छेहरूले चाहिँ स्टार्ट गर्नुभएको बाहिरबाट आएर फर्केर रिसर्च गरेर एक्सपिरियन्सहरू युज गरेर नो प्रिजर्भेटिभ्स नो कलर इट्स अल अर्ग्यानिक डल्ले खुर्सानीमा बेस छ फर्स्ट वी हेभ मल्टाको म्याङ्गो डल्ले म्याङ्गो यसको मिठो है म्याङ्गोको आफ्टर टेस्ट डल्लेको पनि आफ्टर टेस्ट इट्स भेरी गुड मल्टाले चाहिँ अझै नयाँ भेराइटीहरू निकाल्छ भन्ने हाम्रो एक्सपेक्टेसन छ त्यसरी नै हामी इन्ट्रोड्युस गर्दै जान्छौँ अब डेफिनेटली ब्रिङ अप ठमेल बजार युआर नोन एज द ठमेल बजार गर्ल फर लङ्गर पिरियड अफ टाइम होइन द्याट सङ गट ओभरनाइट सक्सेस मुभी भन्दा पनि भन्छु म चाहिँ सो विच वाज अ ग्रेट थिङ फर यु बट इयर्स पास्ट बाई यु आर जस्ट बक्स इन टु द्याट वान मोमेन्ट कति इयर्सलाई डिड यु गेट लाइक टायर्ड एट सम पोइन्ट त्यो ठमेल बजारको ओन्ली मान्छेले त्यसरी मात्र चिनेको त्यस्तो त मलाई फिल भएन म चाहिँ जहिले पनि अडियन्स मेरो साथीभाइहरू सबैलाई दे आर फ्री टु पर्सिभ मी हाउ दे वान पर्सिभ होइन तपाईँले मलाई थुच्ची भनेर पर्सिभ गर्नुहुन्छ भने त्यो गर्न पायो तपाईँको स्वतन्त्र विचार हो नि त त्यो अब उहाँलाई ठमेल बजार मन पर्यो होला सो ठमेल बजारको रूपबाट मलाई त्यो गीतबाट मलाई चिन्नुभयो भने त्यो पनि कामै हो त्यहाँबाट नै म खुसी नै छु कतिजनाले मलाई मेरो अरू गीतहरूबाट चिन्नुहुन्छ नाइ मलाई थाहा छैन अरू यो कुरा गोप्यदेखि लिएर अरू थुप्रै थुप्रै गीतहरू छ उहाँले डिफ्रेन्ट मान्छेले डिफ्रेन्ट गीतहरूबाट पनि चिन्नुहुन्छ कतिले कामबाट चिन्नुहुन्छ कतिले एज अ फ्रेन्ड चिन्नुहुन्छ मलाई जुन रूपले चिने पनि हुन्छ त्यो चाहिँ किन मान्छेलाई याद भयो भने बिकज अफ द भ्युज त्यो मासले मलाई चिन्ने गीत त्यो भयो तर तपाईँले भने जस्तो रातोरात तपाईँ फेम पाउनुभयो भनेर भन्नुभयो त्यो खासमा रातोरात पाएको फेम पनि थिएन जस्ट लाइक यु मेन्सन बिफोर आई हेड बिन वर्किङ सिन्स लङ टाइम होइन अनि एक्चुली हजुरलाई अनेस्टली भन्दा म फेमस छु जस्तो मलाई त्यो बेला पनि लागेको थिएन अहिले पनि लाग्दैन अघि पनि म बाइकमै आएँ नि होइन सर र मलाई त्यो केही पनि लाग्दैन क्या मलाई फेमस छु जस्तो पनि लाग्दैन त्यो बेला पनि मलाई लाग्दैन थियो रिकग्निसन वाइज लाइक एकदमै नेसन वाइडर अडियन्सले हेर्न पाएँ नि मैले थाहा नै पाइनँ अनेस्टली मैले थाहा पाइनँ क्या मलाई कसैले चिन्छ जस्तो पनि त्यो के पनि मलाई त्यस्तो लागेन क्या बिकज मेबी आई वाज टु यङ कि म अब अलिकति लाटी भएर हो कि दुम्बा भएर हो कि मलाई थाहा छैन तर मलाई कहिले पनि आफू फेमस छु जस्तो लागेन क्या साँच्ची नै मन दिएन लाइक आई सेड यु बीन भेरी ब्रट अप वेल अनि ग्राउन्डेड त्यही भएर पनि डाउन टु अर्थ भएर पनि होला त्यो खै थाहा भएन वी मुभ अन टु द थर्ड विङ विच इज हाम्रो डल्ले हट सस ओरिजिनल We're trying to watch your reaction. कस्तो आउँछ के आउँछ There's not even one wink. किनभने यसमै कतिजनालाई त गाह्रो भएको थियो हो र यस्तो खाइदिनु हुन्छ खानुपर्छ Okay, third question. You're a single child. हजुर Treated as a princess, pampered. But knowing you हल्का personally, हाम्रो पुरानो मिटिङ्सहरुमा I know how down to earth you are and how genuine you are, होइन What made you this way? अनि what made you so disciplined अहिलेसम्म यसरी यसको चाहिँ दुईटा कुरा छ के म अब तपाईले भन्नुभयो त्यो कतिको हो हैन त्यो हजुरको फिलिङ्सको कुरा हो तर म सिंगल चाइल्ड भए पनि यस आई एम प्याम्पर्ड प्रिन्सेस ट्रिटमेन्ट दिनुहुन्छ मेरो बुवा आमाले हैन स्पेशली मेरो बुवाले सायद छोरीहरु सायद बुवाहरुको फेभरेटै हुन्छ है तर त्यो हुँदै पनि आई कम फ्रम अ भेरी हम्बल ब्याकग्राउन्ड मेरो बुवा आमा खोटाङमै हाम्रो गाउँ थियो अनि म पनि खोटाङमै जन्मेको हो जिरो देखि मेरो बुवा आमाले स्ट्रगल गरेको देखेको छु के त्यो स्ट्रगलको यात्रामा मलाई स्ट्रगल गराउनु भएन त्यो फरक कुरा भयो तर मैले देख्न त देखेको छु नि त सायद त्यो कुराले पनि आई एम अलवेज भेरी ग्राउन्डेड अनि म गाउँमा जन्मेको हुनाले मलाई गाउँको परिवेश पनि हल्का थाहा छ शहरमा अलिकति मेरो शिक्षा यता भएको कारणले यताको पनि अलिकति थाहा छ मलाई चाहिँ म गाउँमा जन्मेर त्यो माटोले पनि मलाई अलिकति त्यहाँ गाउँघरको रसै फरक हुन्छ नि त माटोको खोटाङमा खर्तम्चा How did you know that? हाम्रो रिसर्च राम्रो छ अलिकति Oh my god. खर्तम्चा भन्ने एरियामा चाहिँ हजुर जन्मिनु भएको अनि 3-4 इयर्समा हजुर काठमाडौँ आउनु भएको त्यसपछि योर स्टडी एन्ड एभ्रिथिङ वाज इन काठमाडौँ या हैन अनि
हाम्रो रिसर्चले चाहिँ के भन्छ तपाईँले जुन अब पहिला नै अलिअलि इन्टरभ्युजहरूमा भन्नुभएको छ विथ द भेरी हम्बल ब्याकग्राउन्ड अनि त्यसपछि हाउ यो पेरेन्ट्स ब्रट इट अप होइन अब जति लाइमलाइटमा आयो पैसा कमाइयो एन्ड त्यो लेभल बढ्दै जान्छ सबै कुरा बट नोइङ यु पर्सनली यु हेभ बिन भेरी हम्बल एन्ड भेरी नाइस होइन मैले अब 3-4चोटि भेटेँ हजुरलाई होइन त्यो कुराले चाहिँ आई वान्ट यु टु टेल पिपल कि लाइक हजुरको माइन्डसेट कस्तो वेमा चाहिँ यु स्टेड भेरी डिसिप्लिन्ड यस्तो रहेछ डिसिप्लिन हुनको लागि चाहिँ मोटिभेसन भन्दा नि पर्पस चाहिँदो रहेछ क्या अनि लाइक आई मेन्सन आई कम फ्रम अ भेरी हम्बल ब्याकग्राउन्ड अनि त्यसपछि मेरो बुवा 10 वर्ष विदेशमा काम गर्नुभएको सो 10 वर्ष आई कुड नट मिट माई ड्याड अनि आई अलवेज फिल मेरो त्यो 10 इयर्स जुन छ वेन आई वाज लिटल त्यो मोमेन्ट त मेरो ड्याडले फेरि इन्जोय गर्नु पाउनुहुन्न नि त किनभने म फेरि त्यो एजमा त म फर्किन सक्दिनँ होइन म पनि फेरि त्यो एजको खुसी मेरो बुवासँग साट्न पाउँदिनँ अनि त्यो बच्चादेखि नै मलाई त्यो कुराहरू खट्किन्थ्यो क्या सो आई अलवेज फेल द्याट यु नो आई हेभ टु डु समथिङ इन माई लाइफ भने त्यो डिजायर भन्दा नि बर्निङ डिजायर हुन्थ्यो क्या मलाई चाइल्डहुडमा अब अहिले अलिकति अल्छी भयो होला तर त्यति बेला अझै त्यो बर्निङ डिजायर हुन्थ्यो क्या त्यो कुराले चाहिँ मलाई एउटा पर्पस दियो इन माई लाइफ होइन द्याट आई वान्ट टु बी समथिङ आई वान्ट टु मेक माई एक्जिस्टेन्स एकदम मिनिङफुल जुन अब सम्भव छ छैन त्यो फरक कुरा हो तर थोरै मान्छेको लाइफ भए पनि टच गर्न सकौँ नट इन अ बिगर वे सायद म सक्छु सक्दिनँ होइन तर इन अ स्मल वे लाइक म बोलेकै फ्यु कुराहरूले पनि मान्छेलाई खुसी मात्र हुन्छ भने बोली मात्र हेर्न अब ठमेल बजार भन्नुभयो ठमेल बजार हेरेर एकछिन नाच्दिनुहुन्छ होला होइन नाच्दाखेरि पनि 2-3 मिनटको गीतमा आफ्नो स्ट्रेस भुल्नुहुन्छ होला त्यो पनि एउटा खुसी बाँड्न पाएँ नि त सायद मैले यही नै चाहन्थेँ जहिले पनि अनि कता कता म अझै प्रयास गर्दैछु सो हजुरले भने जस्तो मेरो ड्राइभ चाहिँ जहिले पनि यस्तै मेरो ब्याकग्राउन्डहरूले पनि होला मलाई त्यो मेरो पर्पसले चाहिँ मलाई डिसिप्लिन बस्न हेल्प गर्छ जहिले पनि त डिसिप्लिन छैन भने जस्तो अब वेयर आर यु राइट नाउ अब त्यो डिसिप्लिन बिना चाहिँ आई डोन्ट थिङ्क इट वाज पोसिबल मान्छेको आफ्नो टाइमिङ हुन्छ तर यु बिन भेरी फोकस्ड अन वाट एभर यु डु होइन आई थिङ्क since childhood you are very far sighted you always used to plan you used to write notes even with the spotlight jun chahi Nepali industry ma step in garnu thyo you had a very back end plan mai thyo that I want to be this famous and I want to be seen ekdam wide range ma I heard one story jun chahi tapaile Bryan Adams ko concert ma jun chahi ticket dekhi sabai kura अहिले सम्म तपाईसँग छ भन्ने कुरा is that right yes त्यति बेला तपाईले साथीलाई पनि भन्नु भएको थियो लाइक मेरो अटोग्राफ लिइराख होइन भोलि पर्सि तैँले पाउँदैन समथिङ लाइक द्याट राइट हजुर द्याट इज लाइक भेरी नाइस यो सुन्दाखेरि पनि बिकज आई वाज गोइङ थ्रु कपाल अफ इन्टरभ्युज अफ यर्स अनि त्यो सुन्दा नै कस्तो मजा आएको थियो क्या लाइक मान्छेहरू त्यस्तो फार साइडेड हुनुपर्छ You're doing such a great job. हजुर पहिला नै रिसर्च गरेर राख्नु भएको रहेछ सबै On that note, we move to the fourth wing जुन चाहिँ हाम्रो पाइनएप्पल डल्ले पाइनएप्पल छ मल्टाको This one is my favorite. Wow. So fourth question, sir. So you used to write diaries, ekdamai religious from 5 to 5 grade देखि 12 पढ्दासम्म. Every moment, every emotion, सबै लेख्नु हुन्थ्यो. We even heard that you used to write your own songs and sing it as well. Yeah. Oh? Do you still write things when you get overwhelmed or something is not working out? Is your go-to ekdamai stress buster is writing it down and त्यसपछि like what is the mantra? अहिले चाहिँ चेन्ज भएको छ पहिला जस्तो पेशेन्स म मेन्टेन गर्न सकेको छुइनँ त्यो लेखेर बस्नलाई तर लेख्नु पनि थेरापी हो इट वर्क फर मी स्टिल अहिले पनि गऱ्यो भने वर्क गर्छ होला तर अहिले चाहिँ म स्ट्रेस भयो भने चाहिँ म आफैले मनमा नै मनोवाद गर्छु हजुरले जुन चाहिँ अब गीतहरू लेख्नु भएको थियो गाउनु भएको थियो त्यो खोज्दाखेरि हामीले भेटेनौँ खासै त्यो रिलिजै भएन मैले स्कुलतिर गाएको हो स्कुलतिर म लेख्थेँ अनि म कविताहरू पनि लेख्थेँ भानु जयन्तीहरू हुन्थ्यो नि हाम्रो त्यति बेला हामी आफैले पोएम लेख्थ्यौँ एनीथिङ यु रिमेम्बर व्हिच यु क्यान रिसाइट अर केही याद छैन मलाई गीत पनि गीत चाहिँ गीत त हजुरहरूलाई त्यस्तो गीतहरू मन पर्दैन कस्तो खालको इन दिस शो व्हाट वी वान्ट इज लाइक अलिशा राईको फ्यान्स जो चाहिँ एकदमै हजुरलाई एडमायर गर्नुहुन्छ उहाँहरूले चाहिँ तपाईँलाई अझै पर्सनली चिनोस् अझै एडमायर गरोस् होइन
So we need you to take it out. त्यो गीत भन्यो भने त एडमायर गर्नुहुन्न तर अनफलो गर्नुहुन्छ होइन होला सो स्ट्रेस बस्टरको कुरा गऱ्यौँ हामीले यु टक टु योरसेल्फ या मजाले कस्तो लाइक हाउ वाट इज द प्रोसेस हामीलाई चाहिँ त्यो सबै कुरा बुझ्नु मन छ यस्तो होला इमोसन्सलाई चाहिँ म कसरी लिन्छु भने अब पहिला म लेख्थेँ बिकज लेख्दाखेरि चाहिँ तपाईँले आफ्नो इमोसन्सहरू ट्र्याक डाउन गर्न सक्नुहुन्छ क्या आज तपाईँ गिल्टी हुन सक्नुहुन्छ अर मेबी फर द सेम इन्सिडेन्ट तपाईँ भोलिको दिनमा तपाईँको मनमा रिस हुनसक्छ फेरि त्यही इन्सिडेन्टले भोलिको दिनमा डिफ्रेन्ट इमोसन्सहरू ट्रिगर गर्न सक्छ सो वेन यु राइट गर्दाखेरि चाहिँ हजुरको इमोसन्सहरू ट्र्याक डाउन गर्न सकिन्छ क्या सो कति थेरापिस्टहरूले पनि जर्नलिङ रिकमेन्ड गर्नुहुन्छ पहिला म गर्थेँ अहिले चाहिँ लाइक आई मेन्सन्ड मनोवाद मनसँग कुरा गर्छु होइन किनभने अहिले आएर चाहिँ म कस्तो आफूलाई कन्भिन्स गरेको छु भने कसरी आफूलाई बनाएको छु भने चाहिँ इमोसन्स भनेको चाहिँ हामीले धेरै नेगेटिभ इमोसन्सलाई चाहिँ धेरै फोकस गर्दो रहेछौँ क्या जस्तै खुसी हुँदाखेरि त खुसी भयो सक्यो होइन तर दुःखी हुँदाखेरि चाहिँ ला किन यो भयो उसले मलाई के भयो त्यसले दुःखलाई चाहिँ हामी धेरै केलाउँदो रहेछौँ क्या मैले अहिले चाहिँ के रियलाइज गरेँ भने इमोसन्सलाई चाहिँ दे कम एन्ड गो बग्न दिनुपर्ने रहेछ क्या एउटा इमोसन्सलाई होल्ड गरेर स्टक हुने प्रयास गर्दिनँ म चाहिँ अनि अर्को के पनि भन्छ होइन यु आर यो ओन हिरो भन्छ नि यु आर यो ओन सेभियर भनेर भन्छ होइन नो वान इज एक्चुली कमिङ देयर टु सेभ यु जस्तै हजुर एकदमै दुःख लागिरहेको छ भने तपाईँले आफ्नो आमा बुवासँग सेयर गरे पनि त्यो भोग्ने त तपाईँ आफै हो नि त अनि आफैले भोग्ने भएको कारणले कहाँनिर दुखेको छ कुन कुराले दुखेको छ किन चाहिँ दुखिरहेको छ त्यो कुराहरू केलाउने जिम्मा पनि हजुरको आफ्नै हो नि त सो त्यो चाहिँ म एकछिन सोध्छु आफैसँग कुरा गर्छु अनि त्यसलाई केलाएर कसरी हुन्छ म आफैलाई चाहिँ पोजिटिभ वेमा लान प्रयास गर्छु इट माइट टेक अ डे 2 days 3 days a week or sometimes even a month but म मनोवाद गरेर नै आफैलाई सम्झाउँछु किनभने मलाई थाहा छ कि मलाई म बाहेक अरू कसैले सम्झाउन सक्दैन यु हेभ टु गो थ्रु इट अब जसले जे भने पनि आफूले नै भोग्नुपर्छ झेल्नुपर्छ मेरो केसमा चाहिँ म सोच्न थालेँ भने चाहिँ कति महिनौ जाँदो रहेछ यु कान्ट गेट ओभर द्याट फिलिङ आई स्लिप भेरी लेट होइन अनि त्यो जब त्यो सुत्ने टाइम हुन्छ नि तब चाहिँ झन् रोलर कस्टर हुँदो रहेछ क्या यो नेगेटिभवाला इम्प्याक्ट आफूलाई जुन परिरहेछ त्यो फिलिङ्सहरू चाहिँ सो वी मुभ अन टु द हाम्रो मल्टाको एन्ड जुन चाहिँ डल्लै हट सस छ यो चाहिँ अलिकति पिरो हुन सक्ला कि लेट्स सी 1 to start oh wow पिरो त छैन त्यति हजुरलाई ला भएको छैन 7th मा हामी हेर्छौँ ओके इज इट ट्रु हजुरले 1500 प्लस म्युजिक भिडियोजहरू गर्नु भएको छ द्याट इज अ क्रेजी नम्बर हामीले त्यो सबै टोटल गर्दाखेरि त्यो हुन्छ नि अब कतिमा 2 वर्ष अगाडि तपाईँले 900 प्लस कति भन्नुभएको रहेछ यो लस्ट काउन्टिङ 1500 इज अ ग्रेट ठुलो नम्बर जस्तो लाग्छ मलाई होइन म भन्दा सिनियर एक्टर्सहरू हुनुहुन्छ उहाँहरूको 5000 पनि छ हो र यस यो म्युजिक भिडियोहरु कहाँ छ भेरी जुनियर आर्टिस्ट के म भन्दा सिनियर आर्टिस्टहरुको धेरै छ वाउ अनि अर्को एउटा कुरा पिरो हुँदैछ मलाई म क्वेशन बिर्सिदैछु र अर्को एउटा कुरा नि जोड्न चाहन्छु त्यसमा ब्याक टु ब्याक तपाईले 20 देखि 25 दिन नन स्टप शूटिङ पनि गर्नु भएको छ डे एन्ड नाइट हैन हाउ वाज इट लाइक त्यो भन्दा पनि व्हाई द क्वेशन इज कति हार्म हुन्छ बडीलाई अनि एभ्रिथिङ त्यति बेलाको एनर्जी थियो कि त्यति बेला लाइक पैसा जोड्नु पर्छ मैले काम गर्नु पर्छ होला इन्थुजियाजम थियो कि हाउ वाज दैट लाइक हजुरले भनेको सबै आन्सर मैले दिदिसके वाउ करेक्ट भन्दै हुनुहुन्छ नि त तर गाह्रो भएन त्यति बेला भएन गाह्रो फिल भएन दुःख पनि दुःख जस्तो लाग्दैन थियो मलाई त अहिले पनि लाग्दैन दुःख गर्न रमाइलो लाग्छ मलाई त दुःख थियो होला अरूले हेर्दा पनि दुःख गरिरहेको जस्तै देखिरहेको थियो मलाई चाहिँ कहिले पनि दुःख जस्तो लागेको थिएन आई इन्जोयड इट हजुरले भने जस्तै त्यति बेला हङ्गर थियो म गर्छु म कमाउँछु म राम्रो काम गर्छु सबै थियो कम्बिनेसन अर्को एउटा कुरा पनि थियो त्यो चाहिँ संसारको सबैभन्दा इजी कुरा चाहिँ नो हो क्या जुन भन्न गाह्रो हुन्छ अरे क्या अ भेरी के भन्छ 2 लेटर्सको वर्ड सो इजी टु से हैन तर हामी भन्न सक्दैनौँ क्या नाइ भन्न नसक्ने मलाई ए मेरो त्यो नाइ भन्ने बानी नभएर
अब कसैले गरिदिनु न प्लिज भनेर हुन्छ अब एज अ डे सुट सकाएर नाइट सुट छ नाइट सुटबाट फेरि अर्को डे सुटमा जानु छ क्या वाउ इट्स लाइक कति आवर्स भयो त्यो त आइम रियली ब्याड विथ नम्बर्स हैन त्यो त भयो क्रेजी 16-18 आवर्स मैले काम गरेको छु क्या बिकज आई कुड नट से नो कति आवर्सको हुन्थ्यो एउटा म्युजिक भिडियो सुट लाइक फ्याट सकिन्थ्यो कहाँ त्यस्तो हुन्छ त्यही त नि हुँदैन इट विल टेक लङ टाइम हैन भनेपछि त्यो सिन अनुसार लोकेसन अनुसार छोटो छुट्टै एउटा शिफ्ट सकेर फेरि अर्को सेटमा अर्को मुभीमा जाने टाइपको लाइफ वाज समथिङ लाइक द्याट Yeah, something like that. Right? Yes. Sounds crazy. Let's go to the sixth wing. जुन चाहिँ हाम्रो sauce छ all the way from Shillong. ओ भाइ मारो मुझे मिठो छ सस वाला पार्ट धेरै खानुपर्छ I don't know यसको टेस्ट म एक्सप्लेन गर्न सक्दिनँ तर आफ्टर टेस्ट चाहिँ एकदम मिठो छ भन्ने हाम्रो रिभ्यू छ गेस्टहरुको म फेरि त्यस्तो थाहा पाउँदैन आफ्टर टेस्ट कस्तो मलाई त के लागिरहेछ तपाईलाई पिरो भए पनि थाहा पाउनु कि जस्तो लागिरहेछ पिरै छ अलि धेरै पिरो खाएर त्यो टेस्ट बड्सहरु सेन्सहरु मर्छ नि त हो हैन पिरो रहेछ हो एक्टिङ गर्नु बाध्य होइन हैन आफ्टर टेस्ट चाहिँ पिरो हो यो We'll give you like 30 seconds अब राम्रो अलिकति It's okay. It's okay. ल ठीक छ त्यसो भए But can I drink that? Yeah, sure. Not because it's spicy. I think यो मिठो छ जस्तो छ एकदम मिठो छ त्यही भएर मात्रै हो आज हाम्रो शोको लागि भनेर स्पेशली रेडमा आउनु भएको छ with all the sauce, pironess, everything is complimenting. Everything is complimenting. पिरो रहेछ क्या पिरो भयो Yes. Okay. Not many people know that you are studying graphic designing. Yes. Right? And even took acting classes under Sunil Pokhrel at Gurukul. You once said art is how you express yourself. Yes. But now that you're known more for what's on screen than what you create behind it. कसरी बोल्दै हुनुहुन्छ पिरो भएर मनी त्यो फम्बल भएको कारण त्यही हो Do you ever miss that side of you that love designing, sketch and create in silence? No, I still do. Like अहिले जुन चाहिँ हाम्रो मिमाशा के पनि त्यस्तो मिस हुँदैन म इन द मोमेन्ट बाँच्ने मान्छे हो मैले के पढेको छु कुनै बेला मलाई साइन्स पढ्नु मन लाग्यो म साइन्स पढेँ ड्रामा पढ्नु मलाई ड्रामा पढेँ ग्राफिक पढ्नु मलाई ग्राफिक पढेँ ए एक्स्ट्रा टर्चर यस अफ गरेर अनि त्यसपछि मलाई बिजनेस पढ्नु मन लाग्यो म बिजनेस पढेँ त्यस्तो मिस होइन मलाई लाइफको डिफ्रेन्ट फेजमा मलाई जे गर्नु मन लाग्यो जे पढ्नु मन लाग्यो मलाई के लाग्छ भने वी आर मेड फर एभ्रिथिङ नट जस्ट वान थिङ क्या तपाईँको मन वचन र कर्म होइन तपाईँले जुन चिजमा लाउन सक्नुहुन्छ त्यो स्योर गर्नु सक्छ क्या सो आई फिल लाइक म त भोलिको दिनमा जे पनि गर्न सक्छु अहिले पनि जे पनि गर्छु नट आइम जस्ट नट मेड फर वान थिङ नट जस्ट मी हजुर पनि जो कोही पनि एउटा चिज समात्यो भने त्यो मात्रै पनि गर्न सक्छ होइन म यो पनि गर्न सक्छु भने त्यो पनि गर्न सक्छ क्या त मैले भने जस्तै मन वचन र कर्मले प्रतिबद्ध हुनु पर्यो टु एकदमै किप्स योरसेल्फ मोटिभेटेड अनि त्यसपछि केही नयाँ गर्नलाई अहिले गरिरहेको कुरामा केही सक्सेस पाइसकेपछि एउटा स्टेजमा पुगिसकेपछि व्हेन यु फाइन्ड समथिङ न्यू टु डु त्यो एकदमै ठुलो केक या एकदमै विच ड्राइभ्स यु जस्तो लाग्छ नयाँ चिजहरूले यस्तो रहेछ कि मैले अब तपाईँलाई फिलोसफी झारेको होइन तर एभ्री डे सेम नै डे भएको जस्तो लाग्छ क्या तर फेरि वर्ष बितिसकेर पछाडि फर्केर हेर्दा कति चिजहरू परिवर्तन भइसकेको हुन्छ होइन एभ्री डे हजुर त एउटै कुरा गरिरहेको छ जस्तो लाग्छ नि त तर 4-5 वर्ष बितिसकेको छ 4-5 वर्षमा हजुरले के गरिसक्नु भएको छ टाइम फ्लाइज है टाइम फ्लाइज मलाई एभ्री डे नै एक्साइटिङ लाग्छ क्या भेरी नाइस त्यही भएर मलाई त एभ्री डे रमाइलो लाग्छ अब आज म यो सोमा आएँ अब आज पनि मलाई रमाइलो लागिरहेको छ अब रातो लुगा लगाएर थ्याङ्क गड रमाइलो लागिरहेछ म चाहिँ एकदमै अलिकति नर्भस थिएँ होइन त्यही नोटमा हामी अब अर्को नर्भस मोमेन्टमा जाऊँ विच इज आवर 7th विङ द बम Oh my god. मलाई कसम डर लागिरहेछ क्या अस्तिबाट तर यस्तो झुकाउँदो रहेछ क्या खाँदा पिरो भएन क्या
त्यसपछि के भयो के something केही के न केही भयो त- तर पिरो त भएको हैन टेस्ट कस्तो छ हाम्रो अडियन्स इज भेरी मच एक्साइटेड अबाउट द बम हेर्दा पनि क्रेजी छ हेर्नुहोस् है कुछ हलचल हुआ नो नो मलाई पिरो भएकै छैन मलाई त भइरहेछ ठिक छ या यु रेडी फर द क्वेसन या You also did theater in Mandala. या Can you explain what Bakhama? Am I pronouncing it right? यस राइट मेरो जिब्रो तातो तातो भयो त Oh? Can you explain what Bakhama is? Also, I know somehow it affected you very deeply. It scarred you भनौँ त्यो जुन 1 महिनाको हजुरको प्ले थियो. You shared it with me, हैन? And you decided to never do theater again. Never again. Can you share with us why? एकदमै राम्रो क्वेसन सोध्नु है त अहिले जिब्रो अलिक तातो छ क्या जिब्रो तातो Take your भयो। time. आइस राख्नु पर्ने है Oh. पिरो होइन के तातो भएको आइस छ क्या हामीसँग? क्वेसन के थियो बाहमा यस रियली मेड मी भेरी भल्नरेबल अनि म चाहिँ एकदमै आफ्नो इमोसन्सहरू प्राय बाहिर देखाउन मन लाग्दैन अनि त्यसले चाहिँ सायद कति सप्रेस्ड इमोसन्सहरू निकाल्यो क्या विच वाज गुड अनि बाहमा के को बारेमा भने एउटा किराँती मिथक कथा हो सो बेसिकली किराँती सभ्यताको कथा हो र कसरी मानव उत्पत्ति भयो भनेर चाहिँ त्यस सम्बन्धीको कथा हो बाखम्मा भनेको चाहिँ अनि हामी किराँतीहरू चाहिँ हामी प्राउडली आमाको सन्तान हो भन्छ क्या के को सन्तान आमाको सन्तान बाखम्मा भनेकै आमा होइन अनि हाम्रो चाहिँ अब मातृसत्तात्मक समाज हो किराँती सभ्यता चाहिँ जहाँ चाहिँ वुमेन्स आर मोर के भने मोर रेस्पेक्टेड अनि उनीहरूको मोर कन्ट्रोल हुन्छ अनि मोर दे आर मोर फ्री हुन्छ भनौँ न या वुमन ड्रिभन भयो सो या सो त्यो प्ले पछि अब तपाईँले मलाई सेयर गर्नुभएको थियो इन भेरी डिटेल होइन अब आई एम नट स्योर हाउ कम्फर्टेबल यु आर टु सेयर द्याट अर नट एभ्री डे यु वेन्ट थ्रु अ डिफ्रेन्ट इमोसन एभ्री डे यु क्राइड इन द थिएटर एन्ड आफ्टर द थिएटर एज वेल योर पेरेन्ट्स आर वरिड यु आर वरिड फर यर सेल्फ द्याट्स वाइ यु डिसाइडेड नट टु डु द थिएटर अगेन या त्यति बेला त मेरो पोजिटिभ क्यारेक्टरै थियो इट काइन्ड अफ टट मी वाट लभ इज एक्चुली माया भनेको के हो प्रेम भनेको के हो भन्ने कुरा चाहिँ मैले धेरै कुराहरू मैले त्यो नाटकबाट सिकेको छु आइ एम भेरी ग्रेटफुल पिरो गयो सो आइम भेरी ग्रेटफुल फर द्याट मलाई चाहिँ के डर लाग्यो भने त्यही कुरा फेरि मेरो नेगेटिभ क्यारेक्टर भएको भए म होल्ड अन गर्थेँ कि जस्तो लाग्छ क्या बिकज म स्टिल आई होल्ड अन भेरी डियर टु द्याट क्यारेक्टर द्याट हेभ डन अनि त्यसको चाहिँ डर हुँदो रहेछ तर एकदम रमाइलो भेरी नाइस एक्सपिरियन्स थिएटर इज अभियसली भेरी डिफ्रेन्ट होइन किनभने अब त्यहाँ ग्लिसरिनहरू युज गर्न सकिँदैन मिल्दैन अनि त्यो नेचुरली इमोसन्सहरू हजुरले पोर्ट्रे गर्नको लागि यु हेभ टु बी अनेस्ट क्या विथ यर सेल्फ अनि हजुर अनेस्ट भएर त्यो क्यारेक्टर फिल गर्दाखेरि चाहिँ यसलाई चाहिँ अब डिफ्रेन्ट यता त्यो 360 डिग्रीबाट त्यो क्यारेक्टरलाई हेर्न पर्दो रहेछ क्या जुन मैले कति सकेँ कति सकिनँ होला तर मैले डिफ्रेन्ट ठाउँबाट उभिएर हेर्दाखेरि चाहिँ मलाई इच डे डिफ्रेन्ट इमोसन्सहरूले ट्रिगर गर्थ्यो क्या पर्फर्म गर्दा गर्दै किनभने एभ्री डे हजुर सेम इन्सिडेन्टमा रुनु भनेको त मान्छे न्याक्क हुनुपर्ने हो नि त एज एन एक्टर होइन त त्यस्तो हुँदैन रहेछ क्या एभ्री डे नै हजुरको आँसु किन झर्दो रहेछ भने यु रिलेट सो मच एभ्री डे हजुर यु स्टार्ट गेटिङ क्लोजर टु द क्यारेक्टर अनि डिफ्रेन्ट त्यो चिजहरू कतिहरू छ क्या जस्तै कि मैले गरेको पात्र साया थियो अनि अघि हजुरले जुन भन्नुभयो एउटा विवाहको सिन थियो अनि त्यसमा चाहिँ त्यो आँगनभरि मान्छे हुन्थ्यो क्या तर त्यो आँगनभरि मान्छे हुँदाखेरि पनि त्यो आँगन कस्तो रित्तो लाग्थ्यो क्या किनभने सायाको चाहिँ बुवा हुँदैन क्या अनि त्यो क्यारेक्टर चाहिँ मलाई एकदमै त्यो मलाई चिल्स दिन्छ क्या मलाई स्टिल होइन अब बाहिरबाट हेर्दा अडियन्सले त्यो स्टेजभरि भएर देखे पनि म चाहिँ रित्तो देखिरहेको हुन्थेँ क्या अनि बिहे गर्दाखेरिको सिनमा अनि एकदम मलाई गाह्रो हुन्थ्यो
अनि अहिले पनि मलाई सम्झिँदाखेरि कहिलेकाहीँ ओ नो भन्ने हुन्छ क्या। एक दिन चाहिँ मैले यसो मेरो हात हेरिराखेको थिएँ अनि हातमा मेरो बालाहरू केही पनि थिएन अनि यस्तो पोते मात्रै थियो अनि कस्तो कस्तो ट्रिगर हुँदो रहेछ भने दिमागमा। अनि मैले चाहिँ सोचेँ त्यो हात देखेर मलाई रुन मन लाग्यो क्या। मेरो बुवा भएको भए मेरो हातमा एउटा बाला हुन्थ्यो होला जस्तो त्यो कस्तो साइको दिमाग भएको क्या। अनि त्यस्तो भल्नरेबल बनाउने क्या थिएटरले। So something like that. Yeah. Your story, and I actually shared this with my yeah. father as well. अनि घरमा म त रुँदै सुनाएँ मलाई यस्तो लाग्यो ड्याडी भनेर। अनि मेरो बुवा पनि रुनुभयो आमा पनि रुनुभयो। थिएटरमा त रुने होइन घरमा आएर आमा बाउलाई नै रुवाउने क्या। म त यस्तो यस्तो फिल भयो भनेर। How long was it like त्यो theater? Actually लगभग हामीले पर्फर्म गरेको त 1.5 months जस्तो गऱ्यो होला हामीले। Every day you had to go through that. समटाइम्स डबल सो स्याटरडे पहिला फ्राइडे स्याटरडे 2 दिन हाम्रो डबल सो थियो। एक्टर्सहरू एकदम ड्रेन भएर हामीले स्याटरडेमा त सायद डबल सो गर्न थालेको थियो। तर जर्नी हेऱ्यो भने चाहिँ फेरि म स्क्रिप्ट राइटिङदेखि बसेको हो क्या। सो स्क्रिप्ट लेख्नेदेखि अनि त्यो वर्कसपदेखि काउन्ट गऱ्यो भने त 6 months. 6 months of that roller coaster ride, which made you believe, decide कि you'll never do theater again. अब त्यो मेरो के भने माया पनि हो डर पनि हो क्या। किनभने त्यो मोह कस्तो हुँदो रहेछ माया कस्तो हुँदो रहेछ त्यो स्टेज प्रतिको भने मैले त्यहाँ एउटा रस चाख्न पाएँ नि त। त्यो धेरै माया हुँदा पनि ला भनेर डर पनि हुँदो रहेछ क्या। त्यो माया र डर दुइटैले हो। एकदम पर्सनली अफेक्ट गरेको भएर चाहिँ गरे मलाई त। ल ठिक छ, on that note we move on to the 8th wing. अझ मिठो पार्ट त खानु भएको छैन? हजुर खाँदै। अब चाहिँ डराउनु भयो है उहाँ। म त हेर्दैछु क्या कलर कस्तो रहेछ भनेर। क्लोजेट नेपाल टु मिमाचा डेकोर, किम अपार्टमेन्ट्स टु मिमाचा पोट्री होइन, यो सबै बारेमा चाहिँ अब हजुरको जर्नी हामीलाई सुन्नु मन छ। एक्चुअली म मिडियामा आउनुभन्दा अगाडि नै आई वाज इन्टु बिजनेस भन्न मिल्ला। सानोतिनो सुरु गरेको थिएँ मैले। अनि म आफै डेलिभरी गर्न जान्थेँ क्या। अनि टेम्पोमा माइक्रोमा सामानहरू पुर्याउन जान्थेँ। अनि लाइक आई सेड होइन मलाई मान्छेले चिन्छ भनेर पनि मलाई थाहा थिएन क्या। अनि पछि पछि म सामान पुऱ्याइराखेको हुन्थेँ अनि अल्छाराई हेर्न गर्ने क्या मान्छेहरू। अनि पछि पछि चाहिँ अनि आई रियलाइज अलिक कम्फर्टेबल हुन रहेछ वी निड रिटेल स्टोर भनेर आई वाज लुकिङ फर स्पेसहरू। अनि मैले ठ्याक्कै पाएँ पनि अनि मैले त्यसरी सुरु गरेको क्लोजेट चाहिँ। एन्ड देन मिमाछा भनेको चाहिँ हाम्रो राई भाषामा छोरी मान्छेलाई मनपर्ने सबै चिजहरू जस्तै सजावट घर सजाउने अनि पहिरनको कुराहरू सबै चाहिँ त्यहाँ पाउन सकिन्छ। अनि रिसेन्टली चाहिँ अब त्यहाँबाट चाहिँ मेनली चाहिँ अब पोट्रीमा चाहिँ मान्छेहरूको धेरै इन्ट्रेस्ट भएको कारणले आई फेल द नेसेसिटी टु ह्याभ अनदर company that's solely focused on pottery. So मिमाचा पोट्री स्टार्टेड द्याट वे। खिम भनेको चाहिँ हाम्रो राई भाषामा अगेन घर हो क्या। सो खिम इज लाइक के भने अब एयरबिएनबी। तपाईँ आएर अब आफै पकाएर खानु मिल्यो, आफै आरामले इन्जोय गर्नु मिल्यो। अब होटलमा त अब एउटा सानो रुम हुन्छ तपाईँ कहिलेकाहीँ when you stay for a long time suffocation feel हुन सक्छ नि त। So it's like a homely feel. Yeah, homely feel. Business हरुमा पनि एकदमै डेडिकेटेड यु डु साइड बाइ साइड सबै कुराहरु। अहिले बिजनेस पनि गर्न भएको छ, यो एक्टिङ पनि गर्नुहुन्छ, म्युजिक भिडियोजहरु। यु आर कम्प्लिट सुपर वुमन भन्न मिल्छ? सुपर वुमन मलाई चाहिँ त्यस्तै लाग्छ बिकज आई हेभ सीन यु लाइक नोटिस्ड यु धेरै पहिलादेखि नि त। आई धेरै मैले अप्रिसिएट पनि गरेको छु द्याट आइ एम रियली इन्स्पायर्ड बाइ यु भनेर। धेरै चिज गरेर या त भौतिक रूपमा मैले केही सफलता प्राप्त गरेको छु होला सामाजिक हिसाबले यसो हेर्दाखेरि, तर त्यो मात्रै सफलता होइन क्या। नट नेसेसरी द्याट यु हेभ टु ओन अ बिग बिजनेस अनि खतरा गरेको कमाएको हुनु पर्दैन क्या। मानिलिउँ कि एउटा प्लम्बर दाइ हुनुहुन्छ, प्लम्बिङ गर्ने दाइले पनि के भने आफ्नो मोरल भ्याल्युज इथिक्समा काम गरेर मेहनत गरेर आफ्नो जीवन पालिराख्नु भएको छ भने मेरो लागि त्यो पनि इन्सपिरेसन हो। किनभने मेरो एकजना इलेक्ट्रिसियन दाइ हुनुहुन्छ, उहाँबाट मैले एउटा कुरा सिकेको क्या। दाइ पेन्टिङ गर्न आउँछ भनेर आउँछ भन्छ क्या। खास उसको काम चाहिँ इलेक्ट्रिसियन हो क्या उहाँ चाहिँ। अन्त मेरोमा यस्तो यस्तो पाइप लिकेज भएको छ आउँछ भने आउँछ, जे पनि आउँछ भन्दिनँ क्या। लास्टमा फेरि काम चाहिँ बिगारिरहेको हुन्छ क्या। आउँछ भनिदिने गरिदिने, तर जो उसमा त्यो अपर्च्युनिटी नजाओस् भनेर ग्र्याब गर्नु खोजेको क्या। म गर्छु भन्ने क्या।
अनि एकचोटि अर्को मलाई त्यही दाइले सिकाएको क्या फलामको एकजना दाइसँग मेरो के भने काम मिलिरहेको थिएन अनि उहाँले मलाई सिकाएको कि त्यो पेसा अनुसार मान्छेको बिहेभियर पनि फरक हुँदै जाँदो रहेछ क्या त्यही भएर पेसेन्स हुनुपर्छ भनेर चाहिँ त्यो दाइले मलाई सिकाउनु भएको थियो अब एक्ज्याक्टली भन्दाखेरि चाहिँ अब त्यो फलाममा त्यो त्यो नोइजी हुन्छ नि त अनि एभ्री डे ढाडुमा त्यो फलाम काट्दाखेरि काम गरिराख्दा माइन्ड पनि समटाइम्स इट गेट्स डिस्टर्ब अनि ब्रस्ट हुँदो रहेछ क्या मान्छे अनि त्यसै एट द सेम टाइम उहाँ चाहिँ त इलेक्ट्रिसियन भयो नि त यु हेभ टु बी भेरी केयरफुल एन्ड पेसेन्ट अनि त्यो कामै त्यस्तो छ क्या अनि मैले जति त्यो दाइसँग रिसाए पनि हुन्छ म भोलि गरिदिन्छु आज आउँदैन आज आउँछु भनेको मान्छे आउँदैन हुन्छ म भोलि आउँछु जति कराए नि फेरि नरिसाउने क्या त्यही हजुर रिस उठ्दैन भनेर भन्दाखेरि मेरो कामै त्यस्तो छ द्याट आई हेभ टु बी भेरी केयरफुल होइन अलिकति बिग्रियो भने आफूलाई नै यस्तो हानि हुन्छ अरे त्यस्तो त्यस्तो कुराहरू के सानो सानो कुराहरू we can take inspiration from every person who is like working field मा हामी जस्तो झिना मसिनो के पनि हैन on that note we go to the 9th wing second last यो चाहिँ हाम्रो ghost pepper वाला sauce हो which is very tasty मजा छ so I still want to continue on that हाम्रो business side मा चाहिँ like you said mimacha is also a right word Kim is also a right word. मैले मिमाचाको मिनिङ सोध्दाखेरि चाहिँ अब it means it represents a woman भन्नुभएको थियो तर एकदम लामो स्टोरी छ भनेर भन्नुभएको थियो कहिले अरू बेला सुनाउला भनेर भन्नुभएको थियो so I want you to share what exactly मिमाचा means. मिमाचा भनेको सिधा इन्टरप्रिटेसन त राई भाषामा छोरी मान्छे नै भयो तर छोरी मान्छे भनेको चाहिँ मैले त्यसलाई एज अ जेन्डर छोरी मान्छे मात्र नभएर छोरी मान्छेभित्र हुने जुन पावर हुन्छ शक्ति हुन्छ प्रिभिलेज हुन्छ होइन म चाहिँ त्यसलाई पनि रिप्रेजेन्ट गर्ने नाम एज अ त्यो हिसाबले मैले क्यारेक्टराइज गरेको मिमाचालाई चाहिँ नट एज अ जेन्डर छोरी मान्छे क्या छोरी मान्छेमा हुने गुणहरू क्या अनि अर्को चाहिँ कस्तो खालको भने जस्तै एउटा छोरी मान्छेमा चाहिँ एउटा नयाँ प्राणलाई यो संसारमा ल्याउन सक्ने एउटा गेटवे जस्तो हो नि त छोरी मान्छे है अनि मलाई त्यो पनि एउटा कस्तो पावरफुल चिज लाग्छ क्या तपाईलाई तपाईँ सोच्दाखेरि पनि कति अचम्म लाग्छ म यसो सोच्दाखेरि अब फेरि साइको जस्तो लाग्ला होइन तर इमेजिन तपाईँ आमाको कोखमा हुनुहुन्थ्यो क्या पेटभित्र होइन अनि त्यो कोखले हजुरले आज यत्रो बनायो क्या अनि हजुरले यो संसार हेर्नु पाउनुभयो यु कुड इन्जोय सो मेनी थिङ्स यु कुड अन्डरस्ट्यान्ड लाइफ होइन आज यो सो गरिराख्नु भएको छ बट कुनै दिन त्यो कोखमा हुनुहुन्थ्यो क्या त्यो आमा हुनुहुन्थ्यो नि त त्यो आमा भन्ने कुरामा आमा भन्ने चिजमा कति धेरै शक्ति हुन्छ होला क्या है अनि त्यो चिजहरू अनि अर्को पेसेन्स धैर्यताको कुराहरू भयो अनि धेरै क्यारेक्टरहरू छ क्या वुमेनमा चाहिँ अब आजभोलि हामी खालि नेगेटिभलाई मात्र फोकस गर्छ अनि त्यसपछि भिक्टिमाइज मात्र गरिन्छ कति कुरामा हो कति कुरामा हामी भिक्टिमाइज पनि भएको छ मलाई तर त्यसलाई भन्दा चाहिँ म चाहिँ पोजिटिभ वेमा चाहिँ यसलाई इन्टरप्रेट गर्न खोजेको So Mimacha holds like a very deep and core meaning for you. अझ मैले तपाईलाई राम्ररी एक्सप्लेन गर्न सकिनँ किनभने मेरो मनमा छ त्यसलाई मैले शब्दमा इन्टरप्रेट गर्न सकिनँ Let's move on to the last wing. अलिकति हिट हाल्न सक्ला तर त्यति धेरै पनि नहोला एउटाले चाहिँ झुकाएको थियो मलाई दुईटाले दुईटाले थ्याङ्क गड त्यो दुईटाले पनि झुकायो बिकज आई नो सी इट्स एकदम पिरो ओके त्यसमै जोड्न चाहन्छु यु होल्ड 630,000 followers each on Instagram and Facebook which is a great number in terms of reach अहिलेको जमानामा right and you utilize it very well as well कहिले नयाँ वुमन इम्पावर्ड बिजनेसेसहरूलाई स्टार्टअप्सहरूलाई सपोर्ट गरेर किन हुँदैन फ्रीमा शाउट आउट्सहरू दिएर त्यसको बारेमा एक्सप्लेन गरेर लोकल प्रडक्ट्सहरू विच इज ट्रुली इन्सपायरिङ वाट डु यु थिङ्क एन्ड वाट डु यु वान्ट टु सजेस्ट हाम्रो अहिलेको अपकमिङ स्टार्टअप्स एन्ड इन्फ्लुएन्सर्स के भिजन राखेर चाहिँ त्यतिको प्योर हुनुपर्छ सपोर्टिङ वेमा या नम्बर वान कुरा ट्रेनको पछाडि नभाग्नुहोस् र फलानु मान्छेले यस्तो लायो फलानु मान्छेले यस्तो गाडीमा चढ्यो भन्दैमा तपाईँले पनि गर्नै पर्छ भन्ने जरुरी छैन त्यसको
एम राख्ने हो एउटा सर्टेन एम बट डोन्ट कम्पेयर एन्ड फिल लिटल किनभने मैले भने नि सफलताको मापन चाहिँ त्यो एकदम खोक्रो हो क्या त्यो सफलताको मापन चाहिँ त्यो हिसाबले नगर्नुहोस् भनेर भन्छु अनि अर्को चाहिँ इन्फ्लुएन्स पिपल इन अ पोजिटिभ वे क्या जस्तै कि मेरो पेज चाहिँ म जे छु म त्यही नै हो मलाई माटोमा मलाई काम गर्न मलाई केही पनि लाग्दैन म माटो खनेको पनि हालिराखेको हुन्छु अनि अर्को कुरा तपाईँले मेरो पेज नोटिस गर्नुभयो भने मेरोमा मिलियन्स भ्यू पनि छ अनि मेरो फ्यु थाउजन्डवाला भ्युजको भिडियो पनि छ म त्यो डिलिट गर्दिनँ क्या बिकज मैले भ्युजको लागि हालेको होइन क्या मैले नत्र भए अब एडहरू पाउनको लागि मिलियन भएकोमा त म फिल्टर गरेर म राख्छु होला तर म त्यस्तो गर्दिनँ बिकज I want people not to upload for views, okay? I just want them to upload because they want to and they want to show some positive things, हैन? अनि don't show off what you are not. तपाई जे हो त्यही नै हो. कहिलेकाहीँ हामी कोही मान्छेलाई आइडलाइज गर्दै गइँदाखेरि आफूले आफ्नै अस्तित्व बिर्सिँदै गइन्छ के त्यस्तै बन्न खोजिन्छ त्यस्तै बोल्न खोजिन्छ त्यो गर्दाखेरि चाहिँ आफ्नो अस्तित्व गयो नि त भेरी ट्रु इफ somebody is really inspired from Mr. Foodie म Mr. Foodie जस्तो बोल्न खोज्ने हैन के म उले कसरी दुःख गरेर त्यो ठाउँमा आयो त्यो दुःखको यात्रालाई त्यो उसको सिकाइ र भोगाइलाई चाहिँ प्रेरणाको रूपमा लिने हो के नट मिस्टर फुडीले चढ्ने गाडी र मिस्टर फुडीले बोल्ने तरिका उले इंग्लिश यस्तो राम्रो बोल्छ त्यो हैन के त्यो उसको यात्रा र भोगाइलाई चाहिँ आफ्नो इन्स्पिरेसनको रूपमा लिनुस् भनेर भन्छु म चाहिँ पर्फेक्ट अब जति पनि हामीले नोटिस गरेको with the following you have I am sure you get too many approached by too many brands हैन influencing कामको लागि हुन्छ relatable unrelatable brands हरु you are very selective with that मैले त के देखाएको छु हजुरले धेरै गर्नु पनि हुन्न गर्दैन म any reason behind that त्यस्तो हो अब गर्न त हुन्छ होला फेरि गर्ने पनि रङ हैन तर म चाहिँ जस्तै कि अब सर्टेन चीजहरु जस्तै युथ्सहरुले कन्ज्युम गर्दाखेरि हानिकारक हुने चीजहरु हुन्छ नि जस्तै अब वेबको एड आयो भने फर एक्जाम्पल अर मेबी अल्कोहलको के आयो भने अब फेरि खानु नराम्रो हैन म आफै पनि राईको छोरी हो म खान्छु हैन तर अब खानुस् है भनेर चाहिँ म त्यो एडहरु गर्न सक्दिन के मलाई त्यो मेरो त्यो अलिकति दिमाग र मनले दिदैन फेरि गर्नु पनि गरिराखेको मान्छेलाई नि म रङ भन्दिन त्यो मेरो इथिक्सको दायरामा चाहिँ परेन अलिकति सकेसम्म छानेर गर्छु कतिजनाले म फ्रीमा गर्दिन्छु मलाई पैसा दिनु पर्दैन मैले बोलेर उहाँको व्यापार खतरा रातोरात हिट हुने होइन के त्यही पनि मैले यसो एक दुई शब्द बोल्दिन उहाँकोमा एकजना क्लाइन्ट जान्छ भने पनि म या त उहाँलाई क्लाइन्टै नगए पनि उहाँलाई मोरली सपोर्ट हुन्छ भने फ्रीमा पनि म गर्दिन्छु भेरी ट्रु मलाई त्यो पेड प्रमोसनै गर्नुपर्छ भने we see that त्यो स्पेशली जुन चाहिँ all the woman empowered business startups हरुलाई जुन सपोर्ट गर्नु भएको थियो that was very amazing like personally time लिएर त्यो बारेमा प्रोडक्ट हेरेर नहेरेर पेज हेरेर बोल्नु भएको थियो कति सपोर्ट गर्नु भएको थियो that's beautiful thank you keep it up okay on that note we have all the wings done हैन तर लास्टमा I want to ask you one last question हाम्रो viewers जति पनि हुनुहुन्छ I want you to say what's your go to food अनि त्यसपछि what's your daily routine like go to food and daily routine go to food त दाल भात हो मलाई मन पर्छ घरमा बनाएको खानाहरु नि अनि मोमो मिठो लाग्छ pork momo या pork momo chicken momo whatever मलाई जस मोमो चाहिँ मिठो लाग्छ केको टेस्ट थाहा नपाए नि मोमोको चाहिँ म मिठो नमिठो भन्न सक्छु सो अनि डेली रुटिन त त्यही हो मेरो एभ्री डे सेम हुँदैन कहिले के हुन्छ every day is a new day thank you so much for coming on the show I hope you enjoyed it कस्तो लाग्यो प्लिज भन्दिनुस् and that's the camera के आफ्नो ऑडियन्सलाई मेसेज छोड्दिनु भए पनि दामी अब मेसेज त मैले अघि नै छोडिसके त्यत्रो लामो भाषण छोडेर हैन अलिकति फेरि के हुँदैन हेर्छन् मान्छे हैन मैले भनिसके उहाँलाई टु मच ओभरडोज हुन्छ होला फेरि but best wishes to you thank you so much I'm so happy हजुरले आफ्नो कम्फर्ट जोनबाट निस्केर के ट्राई गरिराख्नु भएको छ नि बेला सोधि पनि राख्नु भएको छ भनेर यता डाइरेक्टर साहबले हैन त्यो पनि तपाईको राम्रो गुण हो नि त किनभने यु आर विलिङ टु लर्न यु आर विलिङ टु बी क्रिटिसाइज हैन यु विलिङ टु एक्सेप्ट क्रिटिक्स मै जान्ने हो भनेर पनि छैन सिक्न खोज्दै हुनुहुन्छ अनि I really appreciate that something to learn from you as well and thank you for having me great show I enjoyed it great team thank you team thanks to you and thanks to everybody who's watching with that said that's the end of the show please subscribe while I follow गर्दिनु होला माया देखाइदिनु होला and दामी